चामल सस्तो हुन्छ भने भोकै बस्यो कति दिन भयो। यदि अरू कोही पनि यस्तै बेगता अथवा खाना नपाएर बस्न नपाएर केही हुनुहुन्छ भने मलाई भन्नु। चामल सस्तो हुन्छ भने भोकै बसेको कति दिन भयो। काफल छ यो म यही अपार्टमेन्टमा 6 तला माथि बस्छु। यो अपार्टमेन्टको 6 तला माथि बस्छु। यति काफल छ, खाना दिँदैनन्, भएर के गर्नु। यता पनि यो पाखेको छ है, रुख चढ्न मिल्दो रहेछ। यो सागरे अनि यो अर्को यहाँ छ केटो है टाइगर सिन्जुको म जस्तो हुनु। ओइ तिमीहरूले खाना नखाएको कति भयो अरे चामल सस्तो हुन्छ भनेर टिकटकमा जान्छ। ओइ तिमीले होइन ओइ तिमीले ओइ चामल सस्तो हुन्छ भने भोकै बस्यो कति दिन भयो। तिमी होइन चामल सस्तो हुन्छ भने भोकै बसेको कति दिन भयो। तिम्रो के भन्यो घर त्यसले आज सस्तो चामल लिन जाउँ न यार केटाहरू। कोही मुजीहरू सुन्दैन यार। आज सस्तो चामल लिन जाउँ न। भातमा आएको 3 छाक भइसक्यो। सिनोको यति सस्तो पाउँछ नि, 500 मा चामल पाउँछ। 1 केजी हो क्या मुला 500 मा 1 केजी भनेको के। किनकि त्यो धुलवाल चामल 10 केजीको 5000 पर्छ नि त, 5500 हो। त्यसलाई हिसाब गरे हो कि चामल त सस्तो पाउँछ क्या खै यार। यो केटाहरू चामलको विरुद्धमा पछाडि बोल्दैछ। केटाहरू छ, साइड पनि छोड्दैन, आफ्नै तालमा छ। कोही केटी जिस्काउँछु भन्दै हिँडेको छ। मुजीहरूले केटी जिस्क्यायो भने मलाई नेपाल फर्काइदिन्छ कि। यो झ्याक्ने झारपात हो। यो अर्को झारे हो क्या हो। गजेडी होला नि मुजी त्यो भनेको होइन। मुजी गाँदा खान्छ, जेसुकै खान्छ होइन साथी होइन। उसले चाहिँ खान्छ केटाले आज फुल डोज। यसले चाहिँ भक्कु हान्छ। चढेको ट्रेनमा सामान लिन गएको, त्यहाँ झर्नुपर्छ। तपाईँको नाम के हो? हेर त जापानमा पैसा नभएर रोडमा बस्छु भनेर मलाई भन्दा थियो बिचार केटोलाई। अनि होस्टेलको व्यवस्था गरिदिएको छु। उहाँ त फेरि दलाली हो, 1 नम्बर दलाली होइन। अनि हाकेन भन्छ होइन, हाकेनलाई बिचारा। हाकेन भन्दैन नि बाबु। तिमी हाकेन होइन? म चाहिँ हाकेन हो। बिचारा एउटा यता बितरा परेको छ। यो एउटा यो 2टालाई रुमको व्यवस्था गरिदिएको छु। अब यसो सामान सेवा गरेर केही हुन्छ है भन्ने थियो। केटाहरूको यो सामान छ। यदि अरू कोही पनि यस्तै बेगता अथवा खाना नपाएर बस्न नपाएर केही हुनुहुन्छ भने मलाई भन्नु। यिनीहरूलाई मैले उद्धार गरिसकेँ। एउटा उता छ ऊ त्यो हो हाँसिरहेको चाहिँ केटो खुसी छ नि त। मैले टक्क उद्धार गरिदिएछु। त्यो केटालाई उद्धार गरेँ। यो सामानहरू छ, टक्क होस्टेलको व्यवस्था गरिदिएको छु। अरू कोही हुनुहुन्छ भने कन्ट्याक्ट गर्नु होला, म टक्क व्यवस्था गरिदिन्छु है जापानमा। घर र यहाँनिर यो अपार्टमेन्ट म बस्ने यो हो। यहाँनिर यो काफल छ, के गर्नु, खाना दिँदैन। यति छ यहाँनिर काफल छ। यो म यही अपार्टमेन्टमा 6 तला माथि बस्छु। यो अपार्टमेन्टको 6 तला माथि बस्छु। यति काफल छ, खाना दिँदैनन्, भएर के गर्नु। यता पनि यो पाखेको छ है, रुख चढ्न मिल्दो रहेछ। रुख चढ्न दियो भने खान्छु है त। यहीँ जाँदा लिफ्ट प्रयोग गर्नुपर्छ। यहाँ चाहिँ लिफ्ट छ। अब म 6 तला माथि बस्छु। लिफ्ट 6 तला माथि जान्छु। अनि अब यसो गइरहेको छु। काफल पनि छ, खाना दिँदैन त्यहाँ, के गर्नु। लिफ्टमा चढेँ अनि हामीहरूको रुममा पुग्यो भने देखाउँछु है। 4 तला माथि पुग्यो, यो 5 मा पुग्यो। अब 6 मा पनि पुग्यो। झर्छु अनि म बस्नेबाट भ्यू चाहिँ यो देखिन्छ। यता यो किता अकाबाने स्टेसन, यता चाहिँ भ्यू देखिन्छ दामी।